त्यसै चाहिँ के भन्छ खुट्टाको बडी बन्छ सन्तानेश्वर मन्दिर चाहिँ मेरो पासमा आइसक्नु भएको छ हैन अब म जाँदैछु हेलो गुड मर्निङ एभ्रिवान के छ सबैजनाको खबर सबैजना सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै छु सो आज चाहिँ स्याटरडे छुट्टी है मेरो ठक्क काम छुट्टी अब आज चाहिँ हामी यस्तो ठाउँमा घुम्न जाँदैछौँ भने यस्तो ठाउँमा यहाँबाट चाहिँ हाम्रो लगभग मेबी 14-15 किलोमिटर माथि होला हैन हामी अलिकति गाडी चलेसम्म गाडीमा त्यसपछि चाहिँ हामी वाकिङ गर्दै 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 हामी मन्दिर एउटा डाँडामा मन्दिर छ क्या सन्तानेश्वर महादेव भन्ने एउटा मन्दिर हुन्छ त्यो मन्दिरसम्म हामी जाँदैछौँ एउटा मेरो भाइ आउँदैछ हैन संजोग राई र म आज हाम्रो एकदम एडभेन्चरवाला चाहिँ यात्रा हुँदैछ हैन सबैजनाले कृपया हेरेर साथ दिनु होला अब म चाहिँ यहाँबाट निस्कन लागेँ हैन भर्खर उठेँ खानासाना खाइसकेर अघि सुत्याएको थिएँ फेरि उठेँ अहिले चाहिँ लगभग 12 बज्नु लाग्यो हैन अब हामी यहाँबाट जान्छौँ यहाँबाट गएर अब म ब्रस गर्छु पहिला हैन अब ब्रसको लागि म निकाल्न जाँदैछु यहाँ ब्रस निकालेर टक्क अब ब्रस गर्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ ब्रस यस्तो यहाँ राखेको छ हैन मलाई देखेको छ कि छैन हैन यहाँ कोलगेट म ब्रस गरिहाल्छु हैन म नाङ्गै छु नि अब काठमाडौँमा चाहिँ अलिक गर्मी पनि पलाइसक्यो नि त त्यही भएको कारणले चाहिँ म नाङ्गै छु सो म चाहिँ निस्किसकेँ अब रुमको चाबी लाएँ हैन टक्क अब म निस्केँ गेट खोलेँ हैन बाहिर चाहिँ घाम लागेर टल्लमल्ल छ बाहिर चाहिँ बाहिर चाहिँ घाम हिँड्नै गाह्रो घाम छ कि अब हामी एकछिन सातो बाटोमा भेट्छौँ म चाहिँ लक्ष्मीपुरबाट अहिले सातो बाटो पुग्न लाग्यो होइन सापाउँदो बाटो चोक जाँदैछु जरो सापाउँदो बाटो चोक चाहिँ पुग्न लाग्यो होइन यहाँ अगाडि चाहिँ बाटो भेटिन्छ भाइले पर्खे गरेर कल गरिरहेको छ होइन अहिले चाहिँ म ठ्याक्कै बज्रबारे के अरे चापाउँदो बाटोबाट थोत्रै माइक्रो चढेर आएको चाकै दुखिरहेको छ बङ्ग्राङ उफारेर होइन म सन्तानेश्वर मन्दिरको अफिसटी आइपुगिसकेँ यो चाहिँ अहिले हामी चाहिँ यो गोदावरी नगरपालिका बज्रबाराही यो कति हो वार्ड नम्बर चाहिँ थाहा छैन होइन अरू भाइले पनि डरलाग्दो बनाउँदैछ ब्लग सन्तानेश्वर मन्दिर चाहिँ एज ए क्यान्सी गाइस देख्नुभयो नि कता हो मन्दिर देख्नुभयो नि यही हो सन्तानेश्वर मन्दिर होइन हामी चाहिँ त्यहाँ जाँदैछौँ अब दाजुभाइ टक्क खाँदै अब हामी मन्दिरभित्र चाहिँ भिडियो खिच्नु पाउँछ कि पाउँदैन हामी जाँदैछौँ अवश्य बनाउने नै छौँ यहाँ पहिले हामी फुटबल खेल्थ्यौँ अहिले यस्तो पोखरी बनाएको छ यस्तो राम्रो पार्क बनाएर म 8-9 वर्ष अहिले आउँदा त्यहाँबाट पनि न 8-9 वर्ष अगाडि चाहिँ हामी अब यहीँबाट त हुँदैन कि यताबाट गए पनि पुग्छ होला 8-9 वर्ष अगाडि चाहिँ हामी यतातिर डरलाग्दो घुमेको याद आउँछ मलाई पहिले म माथि झरासी बस्दाखेरि यो ठाउँहरू होइन पुरा झरासी चाहिँ हो यहाँ माथि पहिले एउटा मात्र घर थियो अहिले यत्रो घर बनिसकेको छ म पहिला 8-9 वर्ष अगाडि बस्दाखेरि यता आउँदा पुरा खेत रोक्थ्यो बारी थियो प्लटिङ भइसकेको चाहिँ यो विकास भनेको कस्तो गतिमा भइरहेछ यार त्यो मन्दिर अझै रहेछ अब त्यहाँबाट उता घुम्ती छ घुम्तीबाट त्यहाँ ओह्रालो आउँछ ओह्रालोबाट उकालो आउँछ उकालो भएपछि अनि ठ्याक्कै सन्तानेश्वर मन्दिरको फेद आउँछ है प्रताप दासको घर पनि चिन्नै नसक्ने भइसकेको छ ऊ त्यो प्रताप दासको घर ऊ त्यो हिलटेक राखेको छ नि त्यो सेतो र माथि रातो भएको त्यही हो त्यो कि त्यसको माथिल्लो चाहिँ हो त्यो दुइटामा एउटा चाहिँ हो जस्तो लाग्छ मलाई होइन पुरानो घर थियो कि पहिले नै घर थियो कि त्यसको त्यहाँ गएर हेर्नु पुरै प्लटिङ भइसक्यो यार पहिला पुरै गाउँ थियो यता अहिले पुरै प्लटिङ भएर सहर भइसकेको छ सहर यो झरासी ठाउँमा पनि हेरौँ त सन्तानेश्वर मन्दिर चाहिँ मेरो पासमा आइसक्नु भएको छ होइन अब म जाँदैछु आफ्टर 7-8-9 इयर्स कति हो त्यो थाहा छैन होइन ब्याक चाहिँ म सन्तानेश्वर मन्दिरमा जाँदैछु यस्तो भिड छ यस्तो उकालो हिँड्नुपर्छ कि अहिले त्यहाँ माथि पसिना छुटाउँछ अब हामी यता राइट लाग्छौँ लेफ्ट सन्तानेश्वर महादेवको हामी त्यहाँको तल छ तल गेटमा आइपुग्यौँ होइन यहाँ चाहिँ कम्पाउन्ड गरेको छ यहाँबाट माथि चाहिँ अब यताबाट जानु पाइँदैन होइन मेन मूलद्वारबाट ढोका मेबी उतापट्टि पनि ढोका पहिले थियो होइन त्यहाँबाट होला साइड ढोका मूलद्वारबाट हामी जाँदैछौँ अब होइन यस्तो बगल छ है सन्तानेश्वर मन्दिर चाहिँ यस्तो वरिपरि झरासी पहिले म यहाँ मर्निङ वकमा थिएँ त्यही भएर मलाई रिमेम्बर द्याट डे भने जस्तै होइन सन्तान आउँछ जल्दी पिपलको होइन टक्क यो उकालो यस्तो चढ्नुपर्छ यस्तो अब हामी मन्दिर कता भेट्छौँ अब हामी जाँदैछौँ मन्दिरतर्फ उकालोको दुःखद खबर हेरौँ यो
1:30 बजेको घाममा उकालो जानु कति गाह्रो हुन्छ बरको रुख पनि रहेछ त बरको रुख रहेछ तर बर चाहिँ छैन है हात्ती बनाउँदा तर खासै नदेख्ला जस्तो छ देखिँदैन नि त घामले गर्दा देखिरहेको छ हल्का देखाइन्छ मेरो त सास बढिरहेको छ हल्का जस्तो भइरहेको छ टोइलेट यता छ चोकमै पहिलो चोककै छेउमा छ होइन फोहोर मैलाको पनि फेरि राम्रो रहेछ अब यो मन्दिर त म त बिजोक रमाइलो 1 मिनट लाग्छ गेटबाट मास्तिर निस्किन यार उयो डाँडामा सल्लाहघारी डाँडामा यो सबै 40 माइल सबै लेट्स गो म त कहाँ गल्थेँ त हिँड्नु न निस्केपछि कस्तो उकालो हिँड्ने आइदिन यो कति उकालो हिँड्ने यस्तो उकालो कहाँ माथिबाट होइन चिन्ता नगर्नु त डोट पनि लिनुपर्छ बिस्तारै राल काट्दै भए पनि म टुप्पासम्म चाहिँ आइपुग्न लागेको छु गाइस होइन सबैजनाले छिर्दै छु गेटमा म गेटद्वार बाहिर केही मिटर बाहिर मात्र छु That is the Rudraj only for Purva living Purva भनेको मतलब चाहिँ बुझ्नु भएन भने यो चाहिँ पूर्व मात्रै पाइन्छ होइन अब मेरो इङ्ग्लिस त्यस्तै हो होइन दिस इज ऐसेलु यो पनि गाइस ऐसेलु दिस इज ऐसेलु कति वर्षपछि आएर होला मनै शान्त गर्छ अघि मैले भने शौचालय त छ होइन अब हामी यहाँ भन्न सक्छौँ जय शम्भो जानाको खोज्दै रहेछ होइन म पहिले आउँदा मैले पहिला भगवानको प्रणाम गरेँ दर्शन गरौँ अब हामी यहाँ भ्यू हेर्न आउँछौँ एयरपोर्ट देखाइदियो हाम्रो एयरपोर्ट सन्तानेश्वर मन्दिरबाट चाहिँ एयरपोर्ट कत्रो देखिँदो रहेछ हेर्नु प्लेनहरू त यत्रो देखिरहेछ म जुम गरेर देखाइदिन्छु होइन एयरपोर्ट यति मात्रै जुम गर्न सक्यो होइन यो चाहिँ एयरपोर्ट हो यो सेतो देखिएको चाहिँ यो चाहिँ सब काठमाडौँ ललितपुर हो यहाँ भ्याली म पनि आइपुगेँ हो साह्रो मन्दिर आएपछि माहौल चाहिँ शान्त हुन्छ अलिक बरको रुख छ होइन जाम हामी आएको तलबाट रहेछ त्यहाँ तलबाट हामी आएको हिँड्दै होइन र यहाँ दाइ चाहिँ अद्भुत तर के अरे भगवान् प्रेमी देखिने भयो यहाँबाट थोरैचोटि चिच्याइसक्नु भएन उहाँ ढोक्दै हुनुहुन्छ यहाँ कति राउन्ड लगाइसक्नु भयो होइन यो शिवलिङ्गमा दाइ चाहिँ डरलाग्दो
के हो सन्जय भाइ टिकटक भिडियो टिकटक बनाउनु पर्यो हामी चाहिँ अहिले यो सन्तानेश्वरको प्राङ्गणबाट चाहिँ धराधो भिडियो खिचिरहेको छौँ होइन माथिबाट ड्रोन बास सर उडाउनु हुन्थ्यो है ड्रोन छैन के गर्नु सन्तानेश्वर महादेव होइन हामी पनि म चाहिँ लगभग 7-8 वर्षको अन्तरालपछि आएको कि यहाँ 7-8 वर्षपछि त्यही भएर पनि एकदम बवाल लागिरहेछ है भ्यू यहाँ सन्तानेश्वर मन्दिरमा चाहिँ करिब यो अहिले चाहिँ दिउँसोको ठ्याक्क 2 बज्ने बेलामा चाहिँ होइन ठ्याक्क 2 बज्ने बेलामा चाहिँ मान्छे उडाइदिएर हावा चलिरहेको छ होइन डरलाग्दोसँग हेर्नु न यहाँ पुर्खाहरू रेबेनहरू फुर गरेको यहाँ तल हेर्नु सक्नुहुन्छ कस्तो डेन्जर भ्यू छ है वरिपरि बिच मन्दिर डाँडामा यहीँ हुनुहुन्छ होइन सन्तान अनि यो डाँडाको कुदेर नेटै उडाइराखिरहेको छौँ 5G खोजेको गाइज अब हामी चाहिँ सन्तानेश्वर मन्दिरमा आएको पनि लगभग 2-2.5 घन्टा भयो है बसियो चट्ट होइन टिकटक बनाइयो भिडियो बनाइयो बसियो टक्क अब चाहिँ हामी यहाँबाट तलतिर लाग्नुपर्ने हुन्छ तलतिर सानो मन्दिर छ त्यहाँदेखि हामी सायद बज्रबारी पनि जान्छौँ होला किनभने हामी त गाडी चढ्न त बज्रबारी पुग्नु पर्यो हामी त अझ दह्रो हिँडेर आइएको छ अनि अब त्यही त हो नि होइन बाइक हुनु भने कस्तो रमाइलो हुन्थ्यो होला बाइक पनि छैन पैसा नि छैन त्यही भएर चाहिँ अब हामी लगभग यहाँबाट तलतिर झर्छौँ होला सन्तानेश्वर मन्दिर हामी लगभग 7-8-9 वर्षै छ भइसक्यो होला त्यति पछि आएको आउँदाखेरि अब यस्तै भयो होइन यहाँ कुकुर पनि छ मन्दिर यहीँ छ होइन हामी अहिले लाग्छौँ अब हामी तलतिर भेट्छौँ गाई रहेछ हामी शौचालय जान्छौँ अनि हामी त्यहाँ जान्छौँ त्यहाँबाट हामी चाहिँ लाग्छौँ है त हामी लाग्छौँ त्यहाँबाट लाग्छौँ हामी सन्तानेश्वरको शौचालयमा छौँ अहिले टक्क शौचालय पनि बवाल छ होइन सर महिलाहरू यता होइन दिशाहरू 10 पिसाबहरू 5 कहाँ छ पैसा उठाउने पुरुष यता रहेछ होइन ऐसे रहेछ है पिसाब खाने ठाउँ टोइलेटहरू धाराहरू होइन पिसाब चाहिँ यस्तो भुइँमै दिनुपर्ने रहेछ होइन अब अहिलेलाई हामी चाहिँ आउँदा यो कहाँ आइपुग्यो नि हामीलाई अब जिमको लागि सामान सबै राखिदिएको चाहिँ पुरै जिम गर्नलाई नि अर्को भाइ नि गर्दैछ उहाँबाट आऊ न खेल्यौ म चाहिँ यहाँ पुरा तिग्राको एक्सर्साइज हान्दैछु होइन भाइले मेरो खिचिदिन्छ अब ल हानु भनौँ त छुर्पी खाने कि मैले छुर्पीको त्यसै चाहिँ के भन्छ खुट्टाको बडी बन्छ बिहान बिहान आएर हान्नु पर्ने रहेछ है यहाँ त एउटा हिँडिसकेको रहेछ त्यसको दाइ एउटा छैन त त्यसको टेक्नै भएन नि त खुट्टाले तल चाहिँ हो त्यसरी हान्ने हो नि त राख्दा राख्दा गल्लियो नि त अब सेम त हो नि त्यो यो
त्यो होइन राम्रोसँग हान्नु भाइ एक हातको पावर देखाउने यहाँ फेरि यो के हो फेरि यो चाहिँ पुसा पार्नु अच्छा अच्छा यसो बात सबै भ्याइदिएँ मैले है अब हामी जान्छौँ यत्रो सालघारी छ होइन सन्तानेश्वर मन्दिर डाँडामा हुनुहुन्छ भने यत्रो सालघारीको बिचमा फेरि अर्को सानो मन्दिर पनि हुनुहुन्छ यहाँ र यो मन्दिरभित्र म पनि छु मन्दिर यहाँ हुनुहुन्छ पुरै ढुङ्गा हुनुहुँदो रहेछ मन्दिर त यो पुरै हाम्रो गाउँतिर पनि पाइन्छ यस्तो खालको ढुङ्गा यहाँ माथि चाहिँ फेरि परेवाहरू पनि पाइन्छ है परेवाहरू फटाएर फुट्नु गर्छ होइन यस्तो गरेर चाहिँ टक्क ऊ तल अब मती बिग्रेपछि अनेक हुन्छ भन्थ्यो केटीले केटाको बोकिरहेछ के हो गाइस त्यो के हो कारण यस्तो यस्तो सल्लाह पाइन्छ है अग्लो अग्लो पुरै फुलिसकेको छ होइन यता पनि हामी अब यहाँबाट लाग्छौँ होला पर बज्रबारीतिर होइन बज्रबारीतिर गएर भेटौँला के छ गाइज होइन नयाँ नौलो अब आजको भिडियो अलिकति लामो हुन्छ अभियसली पनि हो त्यो थाहा छ होइन तर सबैजनाले लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला बरु फुटोस् मोबाइल होइन एकदम बवाल हानिदिनु होला है अब त्यही त हो अब हामी सिधै बज्रबारी मन्दिरतिर जान्छौँ है अब घोडा छैन गाडी छैन के गर्नु होइन अब टुक्रुक 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 हिँड्दै जाने हो बज्रबारीबाट हामी गाडी चढ्छौँ ल त्यहाँ गएर खाजा खान्छौँ त्यहाँबाट गाडी चढ्छौँ त्यहाँबाट चाहिँ हामी लाग्छौँ हाम्रो गन्तव्यतर्फ होइन अब त्यही हो अब हामी बज्रबारीमा भेट भने भेट भइगयो भएन भने सबैजनाले यही भिडियोलाई अब यहीँ हामी इन गर्न चाहन्छौँ होइन त्यही हो अब हाम्रो पूर्वतिर मात्रै होइन यहाँ दाना बगान यहाँ पनि दाना बगान धेरै रहेछ हेर्नु सक्नुहुन्छ होइन पुरा रुद्राक्षको बिरुवा सबै रोपिरहेछ यहाँ पनि बिस्तारै अब म दाना ठेका लिन आउनु सक्छु आफ्टर 5 इयर्स होइन 5-6 वर्षपछि म आउँछु होला यतातिर फेरि यो दाना हेर्नको लागि कस्तो रहेछ फल्ने नफल्ने नि छुट्याएपछि अनि त्यतिखेर हेरौँला होइन आजको भिडियो अलिक लामो हुन जान्छ त्यही हो सबैजनाले होइन अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला हस् त धन्यवाद किप वाचिङ गाइज सी यू नेक्स्ट ब्लग